नमस्ते फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो फकिङ भ्लगमा होइन। हामी लामाको त्यहाँदेखि अगाडि हाम्रो अर्को साथी चाहिँ हामीलाई छोड्न जान लाग्यो त्यहाँ अगाडि हाम्रो ट्याक्सी आएको छ हाम्रो चाहिँ साथीहरू अहिले अगाडि भेट्न प्लानिङ के कस्तो हुन्छ सबै देखाउँछु म। आज चाहिँ मोबाइल रमाइलो हुनेवाला छ। हाम्रो साथी चाहिँ चल्दियो। हामी चाहिँ यहाँ भाइराको 7मा चाहिँ आएको। अब यहाँदेखि हामीले गाडी बोलान्छौँ होइन, अनि त्यसपछि चल्दिन्छौँ हामी चाहिँ होइन। बबाल स्कुटी हेर्नु न यो ल साथीहरू अहिले एकछिनमा भेटौँला। अहिले हामी ट्याक्सी बोलाएपछि अनि त्यसपछि भेटौँला अहिले है त। सक्नुहुन्छ साथी हाम्रो चाहिँ गाडी आइसक्यो होइन। यही हो हामीले बोलाएको चाहिँ गाडी हेर्न सक्नुहुन्छ। म चाहिँ अगाडि पनि बस्छु है म चाहिँ हेर्न सक्नुहुन्छ। ल अहिले एकछिनमा भेटौँला बाटोमा है। म देखाउँछु सानो सानो क्लिपहरू। हामी चाहिँ ट्याक्सीभित्र बसिसकेको छौँ होइन साथीहरू। हामी चाहिँ अब चल्दैन लाग्यौँ कि अब होइन। कस्तो ठाउँ दामी कस्तो दामी देखेछ हेर्नु न अगाडिदेखि होइन त। बबाल अगाडि बसेन बे झ्याउला हामी बोल्नु आउन चिन्ने के बस्ने त्यसो भनेर बस्दैन। हामी चाहिँ पुग्छौँ साथीहरू चाहिँ हामी निस्किन्छौँ एकछिनमा अब हामी चल्दैन हो क्या माया आएको छौँ होइन। पुग्न त पछि ल्याम गर्ने सबै माया लास्टै गर्ने सबै जामा लाउने बाहिर निस्क्यो जाँडा भित्र छ कि यो चाहिँ हेर्नु सक्नुहुन्छ। कहाँ पाहाडमा पो आइकौँ बे हामी त यार। पहाड यो चाहिँ सानो पर्चुनीको दोकान छ यहाँ चाहिँ। साथी निस्क्यो हामी चाहिँ चल्दिन्छौँ अब यार। चल्दिने हो माथि र अब कहाँ हुन्छ अब हिँड्ने हो ल्याम हेर्न सक्नुहुन्छ। सानो बजार छ क्या यार, सानो बजार जस्तो के हो बजार हो के हो यहाँनिर खै यहाँ खिरै छ छेला यहाँ के लिन्न सुन मैले त्यस गाडी चाहिँ के हो यो के गर्नलाई किनेको खै थाहा छैन के हुनसक्छ यो। के लेखेछ यहाँ के हो यो के हो यस्तो यो के हो यो वाट इज दिस चाहिँ के रहेछ भनेपछि यसमा चाहिँ होइन नाम लेखेर यो रातो फ्ल्यागमा चाहिँ नाम लेखेर अनि केही प्रार्थना गर्ने गरेको भगवान्लाई केही नाम लेखेर अनि त्यसपछि प्रार्थना यहाँ लेखेर अनि त्यसपछि चाहिँ होइन प्रार्थना गर्ने गऱ्यो। मैले के लेखेँ नेपाल फकेस ब्लग लेखेछु होइन। अब यहाँ चाहिँ मनदेखि माग्ने हो अरे होइन। मैले चाहिँ मनमा मागेछु जे पनि अब होइन। त्यो चाहिँ म यहाँ चढाने मलाई पनि थाहा छैन कता हो यसले बताएको अब होइन। त्यो पेन चाहिँ यहाँ राखिदिएको होइन साथीहरू। हामी चाहिँ अब चल्दिने खै कहाँ के गर्ने थाहा छैन मलाई पनि यहाँ होइन के गर्ने अब। यहाँ चाहिँ नाम लेखेछु मेरो आफ्नो नाम र होइन नेपाल प्लस देश दिएर आफ्नो नाम फकेस ब्लग राखिदिन्छु क्या। कहिले यसो हेरेर सब्सक्राइब गरिदिनु कि भनेर हेरेर सब्सक्राइब गरिदिन्छ कि भनेर त्यही हेर्नु यहाँ चाहिँ होला क्या साथीहरू। यसमा चाहिँ अब टक्क उ गर्ने होला क्या। ल साथीहरू एकैछिन हामी फोटो खिच्छौँ अनि त्यसपछि अहिले बनाउँछु म ब्लग। कहाँ बान्ने होला यार के लेखेर यहाँ ठाउँ पनि त छैन भए कहाँ बान्ने होला यो सबले कता बान्ने मेरो पालो यहाँ रहेछ यहाँ ओके। र साथीहरू है म पनि एकछिन मन्नत माग्छु मनमा अनि त्यसपछि बोलाउँला एकैछिन। Excuse me. Hey. Okay. ओके साथीहरू मैले मागिसकेँ के अब त्यो चाहिँ कति गरौँ ल। हामी चाहिँ जाने हो क्या त्यो सिसाको त्यहाँ जाने हो हामी चाहिँ अहिले होइन। यस्तो बबाल लाग्छ क्या यो आँखाले होइन साथी। यस्तो खतरा देखेछ बरु क्यामेरामा देखेको छैन होइन। मजा आएन क्या तर ओ आँखाल आमामा है यस्तो पनि यार खतरा हो क्या यो त यार। यहाँ चाहिँ पछाडि मान्छेहरू पनि छन् होइन। यो तल के रहेछ यार अझ हेरिदिउँ न यता नि आमामा 19 फाउन्टेनको हो कि के हो यो आज भोलिकै रहेछ यार। वहाँ पुग्नु छ माथि डाँडामा कसरी पुग्ने होला साथीहरू यार।
बल्ल यहाँभित्र छिर्ने अब शीतल पाउने भएमा हामीले चाहिँ हेर्न सक्नुहुन्छ यो बब्बाल हेर्नु त साथीहरू आम्मा यो पुरै डाँडा हिँडेर जाने हो क्या मा आज डह्रो एक्सर्साइज हुन्छ यार अझै भोलि गेम छ बे अझै लिग गेम यार अस्ति जिते थियौँ यार अब भोलि अझै गेम छ होइन आज यो डाँडा हिँडेर नै कल्याच पर्ने जस्तो छ होइन यसलाई हेरेर पछाडि जे होस् मलाई चाहिँ रमाइलो लाग्छ किनकि म फर्स्ट टाइम हो नि त त्यही भएर मलाई चाहिँ बबाल रमाइलो लाग्छ उसलाई चाहिँ अब त्यही त गर्मी अब यस्तो गर्मी छ थाइल्यान्डमा होइन यो यता कता जान्छ होइन यता बाइकले जान्छ होला सायद त्यहाँदेखि हाम्रो साथीहरू जङ्गल यात्रा भयो क्या हामी माथि जानु छ नि त बुद्धमा त्यही भएर चाहिँ हामी हिँड्दै गयौँ मेरो साथी र म अघि दुईजना अगाडि गयौँ पछाडिदेखि आउँदैछ बाँदर छ क्या यहाँ मोबाइल लात्ते खोजेर मोबाइल लात्ते खोजेर लग्दैन बर्बाद हुन्छ थुचुक्कै बसेछन् त्यहाँ दुईजना लेडिज र जेन्ट्स रहेछन् गर्लफ्रेन्ड बोयफ्रेन्ड हो कि दुई भाइ पनि थाहा छैन होइन हामीलाई देखेर हिँड्ने हेर्न सक्नुहुन्छ यति तलबाट होइन हिँडी माथि पुग्यौँ क्या हामी यो पसिना देख्नुभयो मेरो निधारमा यो पसिनामा हेट आज पुरै पसिनाले भिज्ने भयो यार यत्रो मोटो यो मोटो भन्दा नि यो आउटर लगाएर कालो हुन्छ भनेर आउटर लगाएर आएको ठिकै छ दामी छ मैले केही भएन होइन गर्मी पसिना हान्नु पनि पसिना आम्मा ठिक छ माथि पुग्नु पऱ्यो अरूभन्दा नि यहाँ पुगिसकेछौँ हामी चाहिँ नन हिँडिदिने हो कि ल्याम पारी हिँड्ने होइन जति हुन्छ यहाँ तल हेर्नु नि यता उही यिनीहरू पनि अब थाकेर बसिसकेछन् दुईजना यहाँ हामी चाहिँ माथि कहिले पुग्ने होला माथि बे के लेखेको छ यहाँ चाहिँ थाहा छैन होइन उए तू तो गया बेटा आज तू तो गया आज बहुत सही खत्म बाय बाय टाटा म मर्छु यत्रो हिँड्नु छ यार यसलाई हेरेर कत्रो हिँड्यो यो मा लड्याङ मारेर दामी हो तर माथि बुद्धको मूर्ति छ दर्शन सर्शन गरेर मात्रै हो अन्त त कहाँ यस्तो हिँड्ने रहर छ र यार पसिना मेहनत देख्नुपर्छ मेरो यति माथि हिँडिछु म यो हेर्नु त यो हट्छ बे तल हेर त यो अझै त्यो सिडी थियो नि अघिको सिडीबाट गएको त सिधै पुग्थ्यो अब त्यो ठाडै छ नि त झन् फेरि त्योमा ठाडेमा त झन् मर्छ त्यही भएर यो मजाले सर्कलमा छ कि यस्तो राउन्डिङमा तेरो यो बाटो आएको यो एउटा पनि फटिरहेको छ त्यस्तो त केही हुन्न यार हो फाइनली हामी साथी पुग्यौँ यार माथि यार धौले यता हेर्न सक्नुहुन्छ यस्तो छ टोइलेट बाथरुम भयो चाहिँ ए को हो यो त गौतम बुद्ध चिनायो नि त तर यिनीहरूलाई चाहिँ चिनेन दुइटालाई होइन कमन भने त्यसले त्यहाँ मलाई हेर्नु न कर्मले मर्नै लागिसकेको थियौँ ठ्याक्कै रेस्ट गर्ने ठाउँ मिल्यो होइन यो हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हामी बसिरहेको चिसो लिएर होइन साथी र मैले पनि खान लाग्छ चोनबुरीको भ्यू हेर्न सक्नुहुन्छ यहाँदेखि देखाइदिन्छु भाइ झलक तपाईँहरूलाई दामी हो क्या बाबा यो फुल चाहिँ मन पऱ्यो क्या मलाई यार रियल फुल हो है साथीहरू डुप्लिकेट भन्नु होला फेरि त्यहाँ जाने हो क्या मन्दिरमा यो बनाउन चाहिँ बगाल छ गर्मी भयो बे लास जकेट पनि खोल्दै मैले यार एकछिनमा यो घुट्की लगाएर डड्के आएको जित्यो भने हिँड्नुपर्छ अझै छ हल्का फुल्का यार यतादेखि जाने हो क्या ल अहिले एकछिनमा भेटौँ न साथीहरू के कसम भने टिकट लिनु पर्दो रहेछ 40 भाटकोमा हामी त्यत्तिकै लैलाई पारेरमा चलिरहेमा रिटर्न फर्काइदियो यार कसम भने रिटर्न फर्काएर फेरि यही त अघि चिसो किनेर ठाउँमा आउनु परेछ बे टिकट किन्नु पर्दो रहेछ टिकट छैन यहाँ यहाँदेखि टिकट लिन्छौँ त्यहाँ त्यत्तिकै फर्काइदियो यार अब यहाँ टिकट लिएर यहाँ रहेछ क्या टिकट लिने ठाउँमा हामीले नोटिसै नगरिदिएर बे ए होइन हे ल यहाँ रहेछ टिकट सेल पोइन्टमा यहाँ लेखेर रहेछ नि त यहाँ थाहा रहेछ नि त यार यार बे यत्तिका हावामा यार उहाँमा पुग्यो मेरो किन यार यहाँ बजेले बेच्दो रहेछ नि यार यहाँ बजेले बेच्दो रहेछ नि हामी हावामा उहाँ पुगेर तल आयो यहाँ माथि यार कपन खाप अब हामी चल्दिने हो टिकट हाम्रो आइसकेको छ होइन यो टिकट हो कार्ड जस्तो के हो यो
एटिएम कार्ड जस्तो छ तर केही छैन त्यसै टिकट बनाइदिएछ बे यही हो कि त्यो यो डर लाग्छ बे तल हेर्नु न तलमा बवाल छ बे सब मिररको डर लागेको छ भाइ सक्नुहुन्छ भ्यूहरू आम्मामा बवाल हो क्या यो साथीलाई हेर्न सक्नुहुन्छ ओए बवाल हो क्या यो चाहिँ हेर्न सक्नुहुन्छ यहाँ त सेफ्टी छैन आङमा पनि केही लगाएन हेर्न सक्नुहुन्छ खस्यो भने त सिधै गयो भुइँमा हेर्न सक्नुहुन्छ यो पप्पाल तल केही पनि छैन कि हेर्नु न खाली हो क्या यो खाली रड लगा बवाल हो जे भयो भने यहाँ यहाँ माथि हेर्नु यो बुद्धलाई कहाँ गयो त्यो त्यहीँ भिडियो बनाउनु लाग्यो त्यसलाई हेर न मस्त चिलमा त्यो त्यहीँ डर लाग्दै यार उही बवाल हो क्या साथीहरू तर कसम भने यार यो साइडमा हेर न ल साथीहरू यार एकछिन म पनि टिकटक भिडियोहरू बनाउँछु अनि त्यसपछि उ गरौँला नि अहिले यार है अहिले बनाउँछु भ्लगर एकछिन ल साथीहरू के गरेँ हेर्नु न यहाँ त्यहाँनिरदेखि यो टिकट काटे पैसा लियो अब यहाँ यो एमा जानको लागि पनि पैसा माग्छ बे 150 भाट यार पेट को जान्छ बे ऊ त्यहाँ जान्छ माथि अब हामी त्यो माथिदेखि आएको क्या अघि हेर्न सक्नुहुन्छ यहाँदेखि होइन हामी यो पुरै हिँडेर यहाँ पुग्यौँ क्या हेर्नु न यहाँ पुगेछौँ हामी चाहिँ त्यहाँ तलदेखि हिँडेर होइन अब चाहिँ ऊ त्यहाँ माथि जाने भनेछौँ कि ऊ त्यहाँ माथि जाने भनेछौँ दुईजना अहिले म एकछिन त्यहाँ गएर देखान्छु यार तल यस्तो घाम लाग्यो बे डर लाग्यो बे सिसामा हिँड्न पनि होइन अब चाहिँ हामी जुत्ता खोलेर होइन चल्दिङ लाग्यो यहाँ हेर्नु त एकचोटि उहाँ जाने अब यहाँदेखि टाटा गरेर अब होइन अब माथि जाने अब माथि पनि पैसा लिने त होला यसका बाहरूले हेरौँ के कस्तो हुन्छ अहिले देखान्छु म एकछिन पुरा थकाइ लगाएँ आफ्नो पुरा थकाइ मेटान्छु अनि थकाइ मेटाएर आफ्नो अनि त्यसपछि चाहिँ देखान्छु अहिले उतैदेखि तल झर्दिने हो क्या हामी चाहिँ अब यतैदेखि नै तल झर्दिने ल बब्बाल यहाँ इन्डिङमा पुग्किसकेछु म इन्डिङमा पुग्किसकेछु म है देखान्छु मैले क्यामेरा रहेछ तर्से बे हेर्नु सक्नु न यो क्यामेराले हेर्नु तर्सायो बे हेर्नु न यस्तो बवाल रहेछ न त पुरै पहाडै पहाड छ यार कहाँ गयो त्यो अब कहाँ उहाँ रहेछ म त कहाँ गयो भनेको यार यो भगवान्को मूर्तिहरू रहेछ सबै होइन भाइ नि गर्मी यहाँ चाहिँ एकछिन म पाइ यहाँ चाहिँ म एकछिन अब होइन अब खासमा अब दर्शनै गरौँ भनेर आएको म पनि होइन एकछिन म भित्र जान्छु साथीहरू होइन अनि के कस्तो हुन्छ अहिले एकछिनमा देखाउँला अब जाने बेला जाने टाइम पनि भयो यार बहुत घुमिमेर हामी चाहिँ भनेको हेर्नु न होइन त के गरेँ गौतम बुद्ध वाज बोर्न इन नेपाल भन्छ गौतम बुद्धको नेपालमा केही पनि छैन होइन त कसम भने एकचोटि थाइल्यान्ड भिजिट गर्न आउनुहोस् होइन गौतम बुद्ध अब यहाँ थाहा पाउनुहुन्छ गौतम बुद्धको कति भक्तहरू फ्यानहरू छन् होइन अब यहाँ थाहा पाउनुहुन्छ किनभने कि यो थाइल्यान्डमा चाहिँ मैले देखेँ होइन गौतम बुद्धको आमामा बवाल मात्रै जता पनि होइन यहाँ पनि हेर्नु न पूजा गर्नु लाग्ने साथीले मन गर्नु पर्ला नि होइन यसलाई भिडियो बनाइदियो भन्छु म जानु पर्ला भित्र होइन साथीहरू त्यो त्यहाँ गर्मी भयो ल्याम्बारे उफ नि साथीहरू यो छ क्या यो छ नि यसलाई हात जोडेर होइन सेट हल्लायो भने मेरो चाहिँ 7 आएको यो होइन यो एउटा खसाल्ने हो क्या यो खस्छ क्या होइन खसाल्ने हो अनि त्यसपछि यो पढ्ने हो क्या आफ्नो यो सबै यत्रो यता र यता छ यो साथीले चाहिँ मलाई बताएको कि भर्खरै गरेँ मैले चाहिँ होइन 7 यो पढ्छु म के हो मलाई पनि थाहा छैन होइन यो म अब हेर्नु न म चाहिँ अहिले भिडियो गर्छु साथीहरू एकछिन साथी हामीले जुत्ता लगाइसक्यौँ होइन अब यो बजाउँछु है म यो बजाउनु मिल्दो रहेछ साथीले भनेको अनि ल भिडियो ओके अनि ल अरे भिडियो 3 टाइम अनि ल ल साथीहरू हामी चाहिँ ल्याम घुमेर आयौँ होइन थाक्यौँ ल्याम थकाइ पनि भयो मजा पनि आयो होइन यीमा गाडी झन् खाजा खाने भनेको त के हो गाडीलाई फोन गरेको यार खाजा खाऊँ एकछिन खाजा खाएर आउनु भनेको त आइसकेको छ यार गाडी हेर्नु न यहाँ पुगिसकेको छ हामीभन्दा पहिला यार ठ्याक्कै हेर्नु न यो गाडी चाहिँ हाम्रो हो क्या
हाम्रो भन्दा नि अघि बुक गरेको पनि यही गाडी त हो, हेर्न सक्नुहुन्छ ल्याम्पमा पारेर होइन। अब चाहिँ एकछिन अब खाजा खाम भन्छु, मा भोक लागिरहेको होइन, अनि त्यसपछि चल्दिने हो। ल अहिले भेटौँला साथीहरू एकछिनमा खाजा खाने ठाउँमा। अघि खाजा खाने ठाउँमा साथीहरू भिडियो बनाउनु भुले होइन। ठिक छ केही छैन अब होइन, यहाँ भिडियो अब यहीँसम्म खतम गरौँ, धेरै लामो पनि भइसकेछ जस्तो लाग्छ मलाई चाहिँ। ल साथीहरू अरू त केही भन्दिनँ म, सक्दो मेरो च्यानललाई सेयर एन्ड सब्सक्राइब चाहिँ। I got so much motherfucking right now.